सो गाइज अहिले चाहिँ हामी बाजुराको कोल्टी जाने सडक खण्डमा छौँ। बुढी नन्द गाउँपालिकामा रहेको यो ब्युटिफुल ठाउँ तपाईँले चाहिँ इन्जोय गरिराख्नु भएको छ। एकदमै रोमाञ्चक रमणीय ठाउँ रहेको यो लुक्स लाइक अ ग्रिनरी, एकदमै हरियाली छ। र साथमा हामीसँग शीतल गिरिजी हुनुहुन्छ, मोटो भ्लगर, र हाम्रो सर हुनुहुन्छ निको रेसर्टको। उहाँहरूले चाहिँ बाइकलाई चाहिँ पार्किङ गरेर राख्नु भएको छ, किनभनेपछि अब हाम्रो यात्रा रहेको छ ट्रेकिङको। अब ट्रेकिङको कुरा गर्नुपर्दा म त दौडिहाल्छु, यतादेखि उता मजाले हिँड्ने खालको हिसाबले हिँड्छु म सुई गर्दै। सो हाम्रो चाहिँ यात्रा स्टार्ट भएको छ ट्रेक गर्ने। ल्याम गर्दै हामी चाहिँ ट्रेकिङतिर लाग्यौँ। एकदमै ब्युटिफुल यो देखिराख्नु भएको छ भैँसी, कस्तो क्युट भैँसीको छ जुन चाहिँ चलिरहेको छ माथि। एन्ड यो चाहिँ अब काल जग्गा भन्ने ठाउँ छ, त्यहाँ जाने ठाउँ हो यो चाहिँ। यहाँबाट चाहिँ हामी बिस्तारै ट्रेकिङ गर्दै हामी चाहिँ काल जग्गा ठाउँ जान्छौँ। यो चाहिँ ठाडै उकालो रहेको छ। मलाई चाहिँ अलि चाहिँ ठाडो उकालोमा हिँड्न चाहिँ रमाइलो लाग्छ, फेरि ओह्रालोमा चाहिँ डर लाग्ने हो। खासमा ओह्रालोमा खुट्टा काँपा गइदिन्छ, चिप्लिदिन्छ। तर ओह्रालो भन्दा पनि उकालोमा त म मजाले हिँड्न सक्छु, झ्याम पारेर बुट बजाउँदै। सो यो हामीहरू चाहिँ भ्यू हेर्दै नाच्दै रमाउँदै गइरहेको छौँ। कालजाग्रा ताल भन्छु, कालजाग्रा डाँडा। त्यहाँबाट चाहिँ हजुरको चाहिँ दैलेखतिरको साइड, बडी मालिकातिरको भाग जोस्, अनि तपाईँको चाहिँ उता सुर्खेत सबै देखिन्छ भन्छन्। अनि हामी त्यही हेर्न चाहिँ माथि गइरहेको छौँ। भ्यू चाहिँ एकदमै बवाल छ, दामी होइन। घाम पनि लागे जस्तो, अलिअलि बादल लागे जस्तो, एकदमै स्विट खालको चाहिँ ठाउँ रहेको छ यो। एकदमै चिसो, आनन्द, रिल्याक्स हुन्छ माइन्डलाई। तपाईँले पनि यतातिर हुनुहुन्छ भनेपछि बाजुरा आइसक्नुभयो भने चाहिँ कालजाग्रा चाहिँ जानु होला। यता गङ्गा मिसन हुनुहुन्छ, उहाँ चाहिँ रमाइराख्नु भएको छ भिडियो बनाएर। र हामी चाहिँ एकदमै चाउचाउ खाँदै अनि फेरि एनर्जी ड्रिङ्क्स खाँदै एकछिन रेस्ट गर्दै बसेको छौँ एकदम राम्रो छ यो ठाउँ, काल जग्गा भन्ने ठाउँमा जानुभन्दा अगाडि। सो यो चाहिँ तपाईँहरूलाई चाहिँ के लाग्छ, यो नेपालको स्विजरल्यान्ड हो। स्विजरल्यान्ड किन जानु पऱ्यो, हामीले नेपालै बसी स्विजरल्यान्डको भ्यू हेर्न सक्छौँ। सो दिस इज द ब्युटी होइन त, कति राम्रो छ। सो इन्जोय दिस ब्युटी एकछिन है गाइज। सो गाइज म चाहिँ सिधै ओह्रालोमा मजाले बसेको छु। सिधै भिरालो छ तलपट्टि घाँसे मैदान, उकाले घाँसे मैदान छ, माथि डाँडो। राम यता चाहिँ हुस्सो लागेर है अघि देखिरहेको ठाउँ पनि केही देखेको छैन। अब चाहिँ तल जाने ठाउँ पनि पुरै हुस्सो लागेको छ। यता चाहिँ यताबाट बाटो त छ, कता जाने बाटो? हाम्रो अब ट्रेकिङ नै सकियो, अब हामी चाहिँ रिटर्न हुने है त। अहिले कुहिरो लागेर कस्तो भइसक्यो, अहिले त जाडो भइरहेको छ यता है। एकदम रमाइलो ठाउँ थियो है, ट्रेकिङ नि मजा आयो। हाम्रो साथीहरू चाहिँ अलि माथि गएको छन्, हामीले चाहिँ अब आज चाहिँ अलि सन्चो नभएर अलि माथि जान सकेन। हामी चाहिँ यहीँ वेट गरेर छौँ। अब उनीहरू चाहिँ अब एकछिनमा आउँछन् होला। अब हामीहरू चाहिँ तल जाँदै गर्छौँ अनि केही खाजासाजा खाँदै गर्छौँ। हेर्नु है त हामी अब कस्तो बाटो उत्रिन्छौँ, हामी हजुरलाई देखाउँछौँ। बाटो चाहिँ हामी तल जाने कि यस्तो भिरालो छ है, कुहिरो पनि कस्तो लागेको छ। अघि देख्न सक्नुहुन्थ्यो कस्तो राम्रो भ्यू थियो भने चाहिँ अहिले पुरै कुहिरो लागेर सबै छोपिसक्यो कुहिरोले। अब हामी चाहिँ यस्तो बाटो निस्किन्छौँ। सौरलाई चाहिँ अलिक गाह्रो लाग्छ है, म त अब सकिहाल्छु। साथी चाहिँ अलि डराइरहेछन् कसरी जाने भनेर। ओकालोमा चाहिँ सक्छन् अरे, ओह्रालो चाहिँ अलि डर लाग्छ अरे कि। अन्त अब हामी यस्तो बाटो जान्छौँ है, यस्तो भएको छ कि कुहिरो लागेर अहिले चाहिँ
हामी आयौँ काटेर अझ आधी बाँकी छ है। त्यो साथीहरू यस्तो ओह्रालो चाहिँ यस्तो पुरै बडी मालिका गएको जस्तो चाहिँ यहाँ चाहिँ डर लाग्दो। बडी मालिका जाँदा पनि यस्तै छ बाटो चाहिँ। बिस्तारै बिस्तारै छड्के यसमा बाटो छैन, बाटो आफै बनाउने हो। तेर्सो जाने, सिधा नजाने, यस्तो ओह्राल्नु परेछ। यस्तो छड्के गए पनि हुन्छ हो, त्यसो छड्के जाने सकिहाल्छ। कमन सौरभ, यु क्यान डु इट सौरू। हाम्रो साथी चाहिँ ओह्रालमा अलि डराउँछन् कि त्यति छड्के पनि नगएको भए हुन्थ्यो होला। ठिक छ तै पनि यो हो, यसै सिधै तल हो, त्यस्तै आउँदै गर्छ न। बाटो चाहिँ यस्तो छ है, यस्तो बाटो बनाउँदै जाने हो हामीले। सक्नुहुन्छ है, हामी चाहिँ यो यत्रो डाँडा चाहिँ आएको है। यही डाँडाबाट माथि टुप्पाबाट अहिले हामी यहाँ आयौँ। सौरू त पुगिसक्छु, म यतै छु। यता चाहिँ बढी चाहिँ हुस्सो लाग्ने कि छिटै अँध्यारो भइहाल्ने। अब चाहिँ यस्तो भइसक्यो है मौसम, पुरै हुस्सो लागेर ढुप्पै पुरै ढकमक्क भइसक्यो। अब चाहिँ हामी निस्किनु पर्छ यहाँबाट, 6 बज्न लाग्यो। एक त हाम्रो बाइकमा हावा पनि अलिक कम छ, त्यही हुनाले पनि हामीले टाइममा जानुपर्छ। बाटोमा फेरि खोलाहरू पनि छ। अब चाहिँ यस्तो जङ्गल, अब यहाँबाट चाहिँ 5 मिनट यस्तो जङ्गलको बाटो छ। यहाँनिर चाहिँ अब यताबाट तल जाने हो। यस्तो हावा लागेको छ। म अगाडि जान्छु, मलाई डर लाग्छ पछाडि। हैया कति बाटो बिर्स्यौँ, अब कता जाँदैछौँ थाहा छैन। बाटो चाहिँ याद भएन हामीलाई। यस्तो जङ्गल छ है, हुस्सो लागेर एकदम उ भएको छ, केही पनि देखिरहेको छैन। डर पनि लागिरहेछ। हो 2 जना मात्र छौँ, साथीहरू पढाइछन् होला। अब चाहिँ धुक हुन थाल्यो। यस्तो जङ्गलमा चाहिँ गाह्रो हुँदो रहेछ। अब कता हो बाटो भनेर थाहै छैन, रोडै भेटाइरहेको छैन कि। हामीले हिँडेछौँ। अब फेरि यस्तो बाटो आइरहेछ। बाटो आउँछ, कताबाट आयो भनेर थाहै पाइरहेको छैन कि। हामी चाहिँ खोजिरहेको रोड हो। उ त्यो तलको रोड हो। रोड आयो फाइनली गाइजहरू। कहाँ हो तल रोड हो? यता त तर हामी यताबाट ब्याट्री गाइज है रोड भेटायौँ। यस्तो डर लागेको थियो। अहिले धुक भइरहेको छ, धुक। मलाई त पुरै साँच्चै अट्ला जस्तो भइरहेको थियो। अब चाहिँ आनन्द भयो, रोड भेट्यौँ। रोड है यस्तो जङ्गल छ कि कहाँ हो के हो भनेर थाहा छैन। पुरै भूतको फिल्महरूमा हुन्छ नि, पुरै कुहिरो लागेर है यस्तो भएको छ जङ्गल। साथी अगाडि गयो, अब चाहिँ पछाडि भयो नि केही लाग्दैन। तर हामीले बाइक चाहिँ उतै पार्किङ गरे अब सायद। यताबाट बाटो पाएन भन्दैछ नि साथीले। फाइनली रोडमा पुग्यौँ हामीहरू। कस्तो धुक भएको। अब चाहिँ हामी जान्छौँ। अझ यहाँबाट बाइकमा 1-1.5 घन्टा लाग्छ हाम्रो। एडभेन्चर भयो, डर पनि लाग्यो, रमाइलो पनि भयो। लास्टमा बाटो बिर्सेर चाहिँ डर लाग्यो। अब हामी चाहिँ बाइक हुने ठाउँमा जाँदैछौँ। यस्तो छ कि यहाँको पुरै केही दिउँसै केही देखिँदैन अनि डर लागिहाल्छ नि मान्छेलाई है। अझै ठाउँ नेटवर्क पनि छैन अरे।
हेर्नुपर्छ यस्तो छ केही देखाएको छैन एन्टिसी पनि थालेछ बाइक राखेको ठाउँ नै बिर्स्यौँ के यतातिर आइदिएछौँ फेरि उतातिर जानुपर्ने भयो बाटोमा मान्छे पनि कोही छैन डर लाग्दो छ अहिले हामी हाम्रो बाइक हुने ठाउँमा पुग्यौँ बाटो बिर्सेर चाहिँ हामी उतातिर गएर रहेछौँ यता रहेछ ओह स्यास्या भइहाल्यो एकदमै मन्दिर छ हर हर महादेव अब हामी चाहिँ आफ्नो बाइक हुने ठाउँमा जाँदैछु बसन्ती हुने ठाउँमा बसन्तीलाई चोरमा राखिरहेको छौँ यस्तो चाहिँ उस्तो लागेर यहाँ चाहिँ मन्दिरै अब हामी चाहिँ रिटर्न हुन्छ हाम्रो साथीहरू पनि आइसक्नु भएछ अहिले चाहिँ सबको घरमा धाराहरू छन् अहिले पुरै पानी पर्न लागिरहेछ है यस्तो चिसो छ यता हाम्रो बाइक चाहिँ बसन्ती त्यहाँ छ हाम्रो साथीहरू उता उभिनु भएको छ बसन्तीमा पनि बसिसक्यौँ अब चाहिँ यता साथीहरू चाहिँ हामीलाई खोज्दै यता जानुभएको छ हामी पनि जाँदैछ यताको ठाउँ कस्तो रमाइलो रहेछ त अघि भागेकै गाईहरू यहाँ पुगेर रहेछन् अघिको अलि छैन तर हामी यताको ठाउँ पनि रमाइलो रहेछ है त टोलीहरू पनि अगाडि छन् हामी पछाडि छौँ यस्तो चाहिँ बाटो गाई कस्तो राम्रो गाउँ देखिरहेको छ यहाँ हामी त्यही गाउँ आउँदै जाने हो अब यो चाहिँ बिचमा बाटोमा कस्तो राम्रो गाउँहरू पर्छ नि साथीहरू कति राम्रो गाउँहरू देखेको छु है अब हामी चाहिँ त्यही गाउँ हुँदै जाने हो त्यहाँ बाटोतिर चाहिँ एउटा खोला पर्छ ठुलो त्यो खोलालाई चाहिँ हामी पार गर्नुपर्छ जम ढिला भइसक्यो जिरे खुर्सानी रहेछ त्यो